हेलो एभ्रिवान वेलकम ब्याक टु माई अनदर मिनी ब्लग साथीहरू यो चाहिँ अस्ति प्रोग्रामको पार्ट हो अनि म चाहिँ सन्चो भएर हाल्नु पाएको थिएन अनि हामी चाहिँ यहाँ हरबन्दाले कुरिरहेको थिएन न ठाकुले के भन्छ साथीहरू यो ठागु पनि के बोल्छ उटपटाङ उटपटाङ डायरिया भनेर लाएर चाहिँ डायबिटिज रे अनि मैले पनि त्यस भए तिम्रो डायरिया चाहिँ इन्सुलिनको कमीले हुन्छ भनेर जिस्काएर थियो ठ्याक्क हरबन्दा पनि आउनुभयो साथीहरू हेर्नु न हेर्नु न यहाँ स्कुटरको चाबी मागेको त मलाई दिएन म पनि के काम भनेर यसरी लिएर हिँड्दिएँ अनि यिनीहरूलाई मैले ल तिमीहरूलाई कुरेर यहाँ हाम्रो टाइम बर्बाद भयो भनेर घर जान्छु भनेर बाई गरेर हिँडेको त स्मृतिले वात्त कुदाइदियो स्कुटर है साथीहरू हामी चाहिँ त्यहाँबाट बिदा लिएर लिटल तिब्बत पुग्यौँ अनि त्यहाँ चाहिँ प्रिया दिदीलाई भेटेँ अनि अर्को प्रियालाई कुरेँ कति भयो थियो उसँग पनि नभेटेको अनि ऊ पनि ठ्याक्क आयो साथीहरू अनि भित्र गएँ अनि खाजाहरू चाहिँ अलिअलि गर्दै आउँदै थियो अनि हामी चाहिँ खाना स्टार्ट गरेँ साथीहरू उहाँ जापानिज हर्का हेर्नु न साथीहरू हाम्रो चाहिँ अरू थोक घर पनि आउँदै थियो कि अनि प्रिया दिदीले चाहिँ यहाँ लिटल तिब्बतमा गयो भने सधैँ यस्तै हो कि यस्तै हो माया गर्ने अनि हामी चाहिँ खाना नसकी खाएको थियो कि किनभने खाना फाल्नु नै साथीहरू अन्नले सराप्छ भन्दै के हाँसो मजाक गर्दै चाहिँ हामीले बल्ल तल सक्यो साथीहरू अनि तल गएको त साथीहरू मिरर देखेँ है अब छोरी मान्छेको जातै त हो जता मिरर देख्यो त्यता फोन त ठडाउन परिहाल्यो अनि हामी चाहिँ सबै मिलेर भिडियो बनाए कति पछि भेटेको हो नि त अनि दिदीलाई पनि ल हामी गरेर तल बिल पे गर्नेतिर लाग्यौँ साथीहरू म चाहिँ फेक रिभ्यू दिन्न मलाई चाहिँ साँच्चीकै के लिटल तिब्बतको खानाहरू कस्तो मनपर्छ कि अनि साथीहरू अझै एउटा कुरा के मनपर्छ भनौँ न त्यहाँ चक्लेट खान पाउँछ कि यसरी लास्टमा अनि हामीले त डेन्जर धेरै चक्लेट निकालेको थियो साथीहरू प्रियालाई टाटा गरेर म र स्मृति पनि घरतिर लाग्यो अनि सुरुमा चाहिँ स्मृतिलाई छोडिदिएँ अनि म पनि आफ्नो घर आएँ आजको लागि यति नै थ्याङ्क्स फर वाचिङ बाई बाई